हैन नि। रवि लामिछानेलाई किन जेल हालिएको छ भन्दाखेरि लजिक के छ भन्दाखेरि मैले एउटा मेरो आफ्नो व्यक्तिगत हो यो फेरि हैन, म कुनै उहाँको सपोर्ट गर्न खोजे पनि हैन, मलाई विरोध गर्नु पनि छैन, तर उहाँ पनि एउटा चेन्जको चाहिँ ठुलो धक्का थियो के। उहाँ र राष्ट्रिय स्वतन्त्र पार्टीको जित सँगसँगै लफडा आउन सुरु भयो नि त। तपाईको विवेकशीलले त जितेन, केही असरै थिएन नि त, चिलमा थिए नि त बुढाहरू सबैजना हैन। धक्का रवि लामिछाने त सिधा कुरा भन्दाखेरि भुटानको केसमा त के अरे भुटानी शरणार्थीको केसमा आर्जु राणाको भनौँ न त्यही गएपछि त सत्ता परिवर्तन, त्यो त ओपन छ नि त्यो सिक्रेट त हैन। रवि लामिछानेले चाहिँ तलब खुवाउनु भयो नि त, खास त तलब खुवाउनु भयो नि त। त्यो तलब खुवाउनु भयो भने यो उहाँको पार्टीमा को हुनुहुन्छ विद्वान के, त्यत्रा विद्वानहरू हुनुहुन्छ, उहाँहरूले गएर हाल्नु पर्यो के। त्यो उहाँले तलब खुवाउँदाखेरि त्यो पैसा सहकारीको गरिबको पैसा खुवाइदियो हैन, बचत गरेको, जीविलाई ल्याउन सकेन हाम्रो देशले हैन, छोडिदिनु त्यो कुरा। रवि लामिछानेले तलब खुवायो, ऊ सीईओ थियो, विद्वान मान्छे थियो, ऊ ठुलो पोजिसनमा थियो, एमडीले त्यस्तो भन्न पाउँदैन भनेर उहाँलाई हाल्यो नि त। पवन दाइले पनि यो कुरा राम्रोसँग बुझ्नु पर्यो के हैन। तपाईहरु मिल्नुस् हैन, जो रिभोल्युसन चाहनुहुन्छ, अलग पार्टीको हुनुहुन्छ नि, तपाईँ एलायन्स बनाउनु, पार्टी भित्रैबाट तपाईहरुले भ्याउँदै भ्याउनुहुन्न, लेखेर राख्नुस्। चेन्ज चाहनेहरु सबै एक ठाउँमा आउनुस् के, अलग अलग पार्टीबाट जित्नुस्, गभर्नमेन्ट तपाईहरुको हिसाबले बनाउनुस् के। यिनीहरुले चाहिँ 4 पटक एउटै एमाले फोड्छन्, एउटै कांग्रेस फोड्छन् हैन। अनि त्यो ट्याक्स अफिसमा त पैसा बुझाउनु भयो नि, सहकारीको पैसा थियो कि थिएन, थियो नि। अनि त्यो ट्याक्स अफिसर चाहिँ किन बचिरहेको छ अहिलेसम्म, उसलाई किन मुद्दा हालिएन के, क्वेसन मेरो त्यो। उसलाई चाहिँ किन मुद्दा हालिएन, सरकारी कर्मचारीलाई चाहिँ के पनि नहाल्ने, कर अधिकृतको होइन त्यो पैसा कहाँ थियो। रविले चाहिँ जिम्मा लिनुपर्ने, ऊ चाहिँ एउटा कम्पनीको एमडी चाहिँ एकदम हुनुपर्ने हैन। अनि एउटा ट्याक्स काट्ने अफिसरले त्यही ट्याक्स खायो, त्यो ट्याक्स काटेको पैसा फेरि सरकारी कर्मचारीले तलब खायो कि खाएन, खायो नि, त्यसमा सबैलाई भित्र छिराउनु पर्छ कि। त्यो जनताकै पैसा थियो नि त। करमा बुझाएपछि चाहिँ त्यो चोखो भइगयो त्यो पैसा हैन। करमा बुझाउने बित्तिकै चोखो भयो, त्यो पैसा आखिर सहकारीकै पैसा थियो नि त, त्यो पैसा पनि फिर्ता लिनु पर्यो नि त, त्यो कर फिर्ता गरिनु पर्यो के। खै मुद्दा उठाएको टेक्निकल सानो कुराहरू के, कसैलाई मतलबै भएन त्यो कुरामा चाहिँ, कसरी चेतना आएन त्यहाँसम्मको। यदि रवि त्यो बेसमा थुनिनु भयो भने हैन, त्यही बेसमा त्यो कर अधिकृत जो छ, त्यो कर कार्यालयको को हो हैन, उहाँहरू सबै थुनिनु पर्छ, किनकि उहाँहरूले पनि त्यो पैसा काट्नु भएको छ, राज्यमा गएको छ, राज्यको विरुद्धमा पनि मुद्दा हाल्नुपर्छ। म राष्ट्रिय स्वतन्त्र पार्टीको होइन, फेरि तपाईँ क्लियर